आजको समाजलाई हेर्दा एउटा गहिरो प्रश्न हामी आफ्नै सोचले बाँचिरहेका छौँ कि अरूले देखाएको बाटो हिँडिरहेका छौँ। आजको मान्छेमा बाहिरी कुराको प्रभाव अत्यन्तै बढिरहेको छ। सोसल मिडियामा देखिएको जीवन, अरूको हैसियत, देखावटी खुसी, यी सबैले हाम्रो सोचलाई बिस्तारै नियन्त्रण गरिरहेको छन्। अब मानिस म के सही ठान्छु भन्दा पनि अरूले के भन्छ भन्ने डरमा बाँच्न थालेको छ। तर याद राख्नुपर्छ, आत्महत्या, हत्या, हिंसा, घृणा जस्ता अपराधहरू एकैचोटि हुँदैनन्। तिनीहरू अघि धेरै गलत सोचहरू, धैर्यताको कमी, आवेग र अज्ञानका साना कदमहरू चुपचाप अघि बढिरहेका हुन्छन्। आज हामी शिक्षित छौँ, तर के साँच्चै विवेकी पनि छौँ? डिग्रीले शिक्षित समाज बनायो, तर चेतनाले शिक्षित समाज बन्न सकेन। अज्ञानता आज अशिक्षाको रूपमा होइन, आधुनिक सोचको भेषमा फैलिँदैछ। यही ठाउँमा एउटा भनाइ अत्यन्तै अर्थपूर्ण हुन्छ, अरूले देख्ने जीवन होइन, आफूले बाँच्ने जीवन बन। यदि मानिसले अरूलाई देखाउन होइन, आफ्नो विवेक, आफ्नो मानवता, आफ्नो आत्मसन्तुष्टिका लागि जीवन जिउन थाले भने धेरै अपराधहरू आफै रोकिने थिए। किनभने जो व्यक्ति आफ्नो जीवनको अर्थ बुझ्छ, उसले अरूको जीवन नष्ट गर्ने साहस गर्न सक्दैन र आफ्नो जीवन पनि नष्ट गर्दैन। समाज परिवर्तन ठुलो भाषणले हुँदैन। समाज परिवर्तन सुरु हुन्छ सोच बदलिँदा, आवेग भन्दा विवेक बलियो हुँदा, बाहिरी प्रभाव भन्दा भित्री चेतना जाग्दा। आज हामीले निर्णय गर्नुपर्छ, देखावटी जीवन रोक्ने कि अर्थपूर्ण जीवन। किनभने जीवन प्रदर्शन होइन, जीवन जिम्मेवारी हो। र जब मानिसले आफूले बाँच्ने जीवन बनाउँछ, त्यहीबाट साँचो समाज परिवर्तन सुरु हुन्छ।